हाम्रो संविधानको धारा 11ले हामीलाई के गर्यो भने त्यसको उपधारा 2ले 2 प्रकारको वंशजको नागरिकताको कल्पना गर्यो। मैले त्यसको नागरिकताको टेक्स्ट पनि त्यो धाराको टेक्स्ट पनि मैले मेरो स्लाइडमा छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसमा के गर्यो भने यो कन्स्टिट्युसन लागू हुँदा चाहिँ जसले वंशजको नागरिकता लिएको छ, यसको मतलब 72 सालमा संविधान जारी हुनुभन्दा पहिला जसले वंशजको नागरिकता लिनुभएको छ र दोस्रो अवस्थामा चाहिँ जसको चाहिँ त्यो बेलामा 72 सालको संविधान जारी हुँदा जसको बुवा आमा चाहिँ नेपालको नागरिक हो, उहाँहरूले एउटा वंशजको नागरिकता लिन सक्ने एउटा फर्स्ट चाहिँ ग्रेडको क्याटेगोरी क्रिएट गर्यो हाम्रो कन्स्टिट्युसनले, त्यसलाई प्रिजर्भ गर्यो। त्यो भनेको हाम्रो चाहिँ हामी सबभन्दा हाइएस्ट लेभलको हाम्रो सिटिजनसिप फन्डामेन्टल राइट हो, त्यो हाम्रो नैसर्गिक अधिकार पनि हो, मौलिक अधिकार पनि हो त्यो, तर कन्स्टिट्युसनमा त्यो व्यवस्था भयो। अनि त्यसपछि तल आइसकेपछि विभिन्न क्याटेगोरीको जन्मको नागरिकताहरू गर्यो। जन्मको नागरिकता भनेको जस्तो कसैको पितृत्वको ठेगान नभएको मान्छे, जो जन्मदा बुवाको पत्ता लागेको छैन, पत्ता नलागिन्जेलसम्म नेपालको नागरिक हुने अवस्था एउटा रह्यो। अनि अर्को अवस्थामा हामीले हेर्दाखेरि चाहिँ के दियो भने जसको बुवा र आमा मध्ये एउटा नेपाली हो, यी धेरै क्याटेगोरीहरू हामीलाई दिइसकेपछि अनि त्यसपछि गएर हामीलाई चाहिँ के गर्यो भने जसको चाहिँ नेपालमा अहिले हाम्रो चाहिँ डाक्टर प्रभास सरले भनिसक्नुभयो, नेपालमा नेपाली नागरिक पुरुषसँग विवाह गर्नुभएको विदेशी महिला पनि अङ्गीकृत नागरिक हुन सक्ने प्रोभिजनहरू रह्यो। यसरी नागरिकताको सम्मानार्थ नागरिकतादेखि लिएर क्षेत्र प्राप्त हुँदाको नागरिकतादेखि लिएर अनि हामीसँग चाहिँ के गर्यो भने अर्को चाहिँ एनआरएनएको नागरिकताको प्रोभिजनहरू राखियो। त्यो चाहिँ पछि राखियो। यो हामीलाई एनआरएनए भन्ने संस्थाले नागरिकताको हामीलाई दोहोरो नागरिकता चाहिन्छ भनेर माग गरिसकेपछि ल तिमीहरूको लागि हामीले एउटा कहीँ नभएको अहिलेसम्म नभएको नागरिकताको क्याटेगोरी क्रिएट गर्छौँ र तिमीहरूलाई हामी यसरी लिमिट गर्छौँ भनेर दियो त्यो नागरिकता, त्यसलाई एक्सेप्ट गरियो। र त्यसमा के गरियो भने त्यो नागरिकता दिने बेला पनि एउटा किसिमको मतलब एउटा लिगल ट्रिक के प्रयोग गरियो भने नागरिकता ऐन 2063मा संशोधन गरेर दफा 10को उपदफा 2 राखेर तपाईँसँग भएको बोनाफाइड नागरिकता चाहिँ तपाईँ पहिला त्याग्नुहोस्। त्यो त्यागिसकेपछि तपाईँलाई हामी चाहिँ 6th ग्रेडको एनआरएन नागरिकता दिन्छौँ भनेर बाध्य पारियो र अनि त्यहाँ त्यागेकोमा सही गर्न लगाइयो र त्यो नागरिकता दिइयो। अब यसको स्टोरी जसको कारणले गर्दा तपाईँहरूलाई समस्या परेको छ र अहिले यो तपाईँहरू यो अभियानमा पनि हुनुहुन्छ। अब रह्यो मैले यहाँलाई के निवेदन गर्न चाहेँ भने वंशजको नागरिकता संविधानको धारा 11को उपधारा 2को क्लज क र ख बमोजिमको नागरिकहरू तपाईँहरू हो। त्यो नागरिक जब तपाईँहरू हुनुहुन्छ, त्यो नागरिक तपाईँहरू भइरहेको अवस्थामा तपाईँको नागरिकता कहिले पनि एक्सपायर भएको छैन र तपाईँहरूसँग डिफ्रेन्ट इन्ट्रेस्ट ग्रुपहरू अहिले विदेशमा बस्ने नेपालीहरू हुनुहुन्छ। मैले यो के भन्न चाहेँ भने एक थरी विदेशमा बस्ने नेपालीहरू भनेको को हुनुहुन्छ भने वंशजको आधारमा यो अहिले मैले चाहिँ यहाँहरूलाई निवेदन गरेको चाहिँ क्याटेगोरीको नागरिकता लिनुभएको छ र तपाईँहरू विदेश जानुभयो, विदेश गइसकेपछि विदेशको पनि नागरिकता लिनुभयो। अनि दोस्रो क्लस्टरको के हुनुहुन्छ भने जन्मको आधारमा नागरिकता पाउने यो सेकेन्ड ग्रेडको वा मैले यसलाई ग्रेड छुट्याउँदाखेरि पाउने नागरिक पनि विदेश जानुभएको छ, उहाँहरूको पनि त्यही स्टाटस छ। अनि त्यसपछि अङ्गीकृत नागरिकता लिने भएको विदेश जानुभएको छ, उहाँहरूको पनि त्यही स्टाटस छ, सबै नागरिक जानुभएको छ। अब हामीसँग कस्तो रह्यो भने ती सबैजना नागरिकहरू एनआरएमा आबद्ध हुनुहुन्छ वा अझ कतिसम्म यो एनआरएनए ऐनले त केसम्म भनेको छ भने जो नेपाली पासपोर्ट होल्ड गर्नुभएको छ उहाँहरूलाई पनि एनआरएनए भनिदियो। नेपाली पासपोर्ट होल्ड गरेको मान्छे जो नेपाली पासपोर्ट होल्ड गर्नु भएको छ, नेपाली नागरिकता छ, विदेशको नागरिकता लिनु भएको छैन, एनआरएनएको एक्टले उहाँहरूलाई पनि एनआरएनए भनिदियो है, गैर आवासीय नेपाली भनिदियो। अनि त्यो भनिदिएको कारणले गर्दा समस्या हामीलाई के बनाइदियो भने त्यो अवस्थामा चाहिँ हामीलाई यसले के समस्याहरू हामीलाई क्रिएट गरिदियो भने चाहिँ अब हामी चाहिँ के भइदियो भने त्यो मान्छेहरू चाहिँ उहाँहरू एनआरएनए भनेर चाहिँ व्याख्या गरिदियो। त्यो चाहिँ लिगल कम्प्लिकेसनहरू छ, यो कन्स्टिट्युसनल कम्प्लिकेसनहरू पनि छ। अब मैले यहाँलाई के अनुरोध गर्न चाहेँ भने अब रह्यो अर्को थरी नेपालीहरू के रहनु भयो भने विभिन्न जियोग्राफिकल चाहिँ लोकेसनमा रहनु भयो। जस्तो एक थरी नेपालीहरू के रहनु भयो भने जस्तो ड्युअल सिटिजनसिप ग्रान्ट गर्ने खालको जियोग्राफीमा रहनु भयो, जस्तो अमेरिका, क्यानाडा, युके, अस्ट्रेलिया जस्ता देशहरूमा रहनु भयो। एक थरी नेपालीहरू चाहिँ जहाँ ड्युअल सिटिजनसिपको प्रोभिजन छैन, जहाँ चाहिँ नेपाली नागरिकता त्यागेको छु भन्दा पनि त्यहाँको नागरिकता पाइँदैन, ती कन्ट्रीहरूमा रहेको नेपालीहरू रहनु भयो, ती धेरै हुनुहुन्छ। अनि त्यसपछि अब अर्को के रहनु भयो भने एक थरी नेपाली के रहनु भयो भने उहाँहरू ड्युअल सिटिजनसिपको चाहिँ प्रोभिजन भएको कन्ट्रीमा पनि हुनुहुन्छ, तर उहाँहरू आफूलाई चाहिँ म नेपाली नागरिक भनेर नेपाली पासपोर्ट त एकदमै ग्रेडिङमा तल परेको छ, अनि पासपोर्ट भनेर म नेपाली पासपोर्ट बोक्दिनँ, म चाहिँ आई प्रिफर टु
चाहिँ क्यारी अब जस्तो अमेरिकन, अस्ट्रेलियन, क्यानाडियन भटेभर पासपोर्ट भन्ने खालको पनि हुनुहुन्छ, जसलाई नेपाली पासपोर्टको जरुरत पनि छैन, नेपाली नागरिकताको जरुरत पनि छैन। तर एनआरएनएहरूमा त ती सबैजना हुनुहुन्छ। अनि सबैजना भइसकेपछि हामीले के गर्यौँ भने यी सबैजनाको रिप्रेजेन्ट गरेर हामीले एउटा चाहिँ 6औँ खालको नागरिकताको हामीले माग पनि गर्यौँ र स्टेटले त्यो पनि दियो। तर त्यसले समस्याको समाधान गर्यो त गरेन। खालि के गर्यो भने जो वंशजको फर्स्ट ग्रेडको नागरिक हुनुहुन्थ्यो उहाँहरूलाई के गरिदियो भने 6th ग्रेडमा लगेर झारिदियो र उहाँहरूले फन्डामेन्टल राइट्स जुन राइट्सहरू लिइरहनु भएको थियो, जुन राइट्सहरू अहिले पनि त उहाँहरूले इन्जोय गर्न सक्नुहुन्थ्यो, त्यो राइट्सबाट वञ्चित गरिदियो। त्यो वञ्चित केले गर्यो भने चाहिँ मैले यहाँलाई अलिकति यसमा नागरिकतामा मैले ब्याक किन चाहेँ भने मलाई यो प्रिभियस कन्भर्सेसनहरूमा पनि डाक्टर विनित सरले र उहाँहरूले मलाई के सोध्नुभयो भने संविधानमा धारा 14 राखियो नि त, धारा 14मा गैर आवश्यक नेपाली नागरिकताको व्यवस्था राखियो। अनि त्यो धारा 14मा भएको प्रोभिजनले हामीलाई रोक्छ कि भन्ने उहाँहरूको चाहिँ रह्यो। अब मैले यसमा के निवेदन गर्न चाहेँ भने हामीले 6 किसिमको नागरिकता भन्दा त्यो 6औँ किसिमको नागरिकता हो। त्योभन्दा अरू 5 किसिमका नागरिकता छन्। त्यो 5 किसिमका भनेको मैले यहाँलाई अनुरोध गरेँ, एउटा वंशजको भने, एउटा जन्मको भने। पहिला धारा 11मा वंशजको र जन्मको आधारका नागरिक भएका मान्छे धारा 14को अनारण्य नागरिक होइनन्। त्यसपछि गएर अनररी नागरिक र अरू किसिमको नागरिकहरू जो नेचुरलाइज नागरिक छन् तिनीहरू पनि धारा 14 अन्तर्गतको एनआरएनए नागरिक होइनन्। त्यो धारा चाहिँ ती धारामा नअटेको र जो मान्छे चाहिँ फर्स्ट ग्रेडको धारा 11को नागरिक थियो, त्यो नागरिकलाई चाहिँ नागरिकता ऐन 2063 बनाएर त्यसको दफा 10को उपदफा 2 बमोजिम त्याग्न लगाएर क्रिएट गरिएको यो चाहिँ नयाँ सिर्जना गरिएको वर्ग भयो। जबसम्म तपाईँसँग धारा 11को उपधारा 2को क र ख बमोजिमको नागरिकता होल्ड गर्नु भएको छ भने तपाईँ एकैचोटि धारा 11को नागरिक धारा 14को नागरिक हुन सक्नुहुन्न। त्यो कारणले तपाईँहरू केमा ढुक्क रहनुपर्छ भने तपाईँले जबसम्म धारा 11 बमोजिम प्राप्त गरेको नागरिकता होल्ड गरिरहनु भएको छ र नागरिकता ऐन 2063को दफा 10को उपदफा 2 बमोजिम त्याग्नु भएको छैन, त्यो नतागेको मान्छे चाहिँ धारा 14 बमोजिम धारा 14 आकर्षित हुँदैन। उहाँहरूको लागि त्यो धारा 14 होइन। मैले एउटा एकदम स्पष्ट यहाँहरूलाई निवेदन गरेँ। अब धारा 14 कसको लागि त भन्दा धारा 14 कसको लागि भन्दा जसले त्यसरी लिएको नागरिकता ऐन 2063को दफा 10को उपदफा 2 बमोजिम त्याग्नु भएको छ, जानेर वा नजानेर बाध्यताले त्याग्नु भएको छ, उहाँहरूलाई धारा 14 हो। र अर्को जो नेपालीहरूको नागरिकता डिस्कन्टिन्युड भइसक्यो, जस्तो यहाँहरू पहिलो पुस्ताले नागरिकता लिनुभयो र तपाईँको सेकेन्ड पुस्ताले नेपाली नागरिकता लिएन, अनि थर्ड फोर्थ पुस्ताहरू पनि नेपाली नागरिक रहनु भएन। यसको मतलब भुटानमा रहनुभएको नेपालीहरू, बर्मिज नेपालीहरू, थाइल्यान्डमा रहनुभएको नेपालीहरू, मलेसियामा रहेको नेपालीहरू जसको हजुरबुबाहरू सम्भवतः नेपालको नागरिक हुनुहुन्थ्यो र तर उहाँहरूको बुवाहरूले नै नागरिकता लिनु भएन र उहाँहरू त्यसमा पर्नु भएन, उहाँहरूलाई धारा 14 बमोजिम हो उहाँहरूको लागि। तर तपाईँहरू जो नेपाली नागरिकता लिनु भएको छ र नेपाली नागरिकता त्याग्नु भएको छैन, यहाँहरूलाई धारा 14 आकर्षित नै हुँदैन। त्यो कारणले त्यसमा हजुरहरू शङ्का नगरौँ। यो मैले किन भन्न चाहेँ भने धारा 14ले हामीलाई त त्यसो भनेको छ नि त, विदेशी मुलुकको नागरिकता लिने बित्तिकै त हामी त अटोमेटिकली यो धारा अन्तर्गत आउँछौँ नि त, हाम्रो त त्यो वंशजको नागरिकता त गयो नि त भन्ने यहाँहरूलाई जुन खालको डर छ भने यहाँहरूले के गरौँ भने धारा 13 पनि पढौँ एकचोटि। धारा 13ले के भन्छ भने नागरिकको प्राप्ति र समाप्ति चाहिँ कानुन अनुसार हुनेछ, कानुन बनाएर चाहिँ बल्ल कानुन बमोजिम मात्रै चाहिँ कार्यान्वयन हुनेछ भनेर भन्छ। त्यो भनिसकेपछि धारा 14 आफै त्यो एउटा कन्स्टिट्युसनको गाइडलाइन हो। त्यसलाई कार्यान्वयन गर्नको लागि कानुन बनाउनुपर्छ। कानुन बनाएन भने संविधानको धारा आफै फङ्सनल हुँदैन। मैले यहाँहरूलाई विनम्र अनुरोध है। र यहाँहरूले धारा 15 पनि हेर्नुभयो हुन्छ। धारा 15मा के भन्छ भने नागरिकता सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम निर्धारित भयो बमोजिम हुनेछ भन्छ। त्यसो भनेको हुनाले यहाँहरूलाई मैले के निवेदन टक्राएँ भने धारा 11देखिका मैले यहाँहरूलाई कुरा गरेँ, धारा 14को कुरा गरेँ, खालि तपाईँहरूलाई अलिकति आपत्तिजनक र के हो भन्ने डाउट भएको, ती सबै धारा कार्यान्वयन गर्नको लागि धारा 15 बमोजिम नागरिकता सम्बन्धी ऐन बन्नुपर्छ। त्यो ऐन भनेको नेपाल नागरिकता ऐन 2063 हो। पहिला 2020 थियो, अहिले 2063 हो। त्यो 63मा के प्रोभिजन राखियो भने यहाँहरूलाई कुरा गर्दा दफा 3को उपदफा 1मा के राखियो भने जो जन्म हुँदा चाहिँ उहाँहरूको बुवा आमा नेपालको नागरिक हुनुहुनेछ भएको चाहिँ को सन्तानले वंशजको आधारमा नेपालको नागरिकता पाउँछ भनेर राखिदियो। त्यहाँ धेरै ठुलो खेल भयो, किनभने वंशजको नागरिकता भनेको त के हो भने यहाँहरूको फोर फादरहरू, यहाँहरूको एन्सेस्टरहरू, यहाँहरूको बाजे बराजु हजुरबुबा बुबाहरूले जब नेपालमा नागरिकताको प्रचलन सुरु भयो पहिलोचोटि, त्यो बेलामै नागरिकता लिनुभयो र तपाईँहरू यहाँको आदिवासी हो
र त्यो नागरिकता लिएपछि तपाईँहरूको जेनेरेसनमा हजुरबाउले लिनुभयो, बराजुले लिनुभयो, बाजेले लिनुभयो, बुवाले हजुरबाउले लिनुभयो, बुवाले लिनुभयो, तपाईँले लिनुभयो। अहिले त्यहाँ तपाईँको कन्टिन्युएसन छ। तपाईँको पुस्तामा नागरिकताको डिस्कन्टिन्यू कहीँ पनि भएको छैन। हो, त्यो भनेको वंशज हुन्थ्यो। तर यहाँ के गरियो भने धेरैचोटि यहाँहरूले हेर्नुभयो नागरिकता विधेयकमा साइन हुने अनि धेरै के खेल भइदियो भने होइन। जस्तो नेपालको नागरिकता कुनै तरिकाले प्राप्त गर्यो, अङ्गीकृतै भए पनि प्राप्त गर्यो। अनि प्राप्त गरिसकेपछि जस्तो 2 वर्ष पहिला बाउले नागरिकता लिनुभयो कुनै छिमेकी देशबाट आएर र 2 वर्षपछि हुर्किसकेको छोराले नागरिकता लिँदा के भनियो भने बाउआमाको नेपालको नागरिकता वा बाउ र आमामध्ये एकजनाको हुने बित्तिकै त छोरा वंशजको हुने भयो। अनि तपाईँलाई के गराइयो भने जसको हजुरबाउ हजुरबाजेदेखि बराजुदेखि तपाईँहरूको एउटा नागरिकताको लिगाइसी बोकेर आउनु भएको छ, तपाईँहरू वंशजको त्यो एक किसिमको हैसियत बोक्नु भएको छ, तपाईँलाई 2 वर्ष पहिला 1 वर्ष पहिला नागरिकता लिनेसँग बराबर गराइयो। बराबर गराइएर धारा यो संविधानको नागरिकता ऐनको दफाको उपदफा 1 ले के भन्यो भने चाहिँ बाउआमा मध्ये बाउआमा चाहिँ नेपालको नागरिक भएको मान्छेले चाहिँ लिएको नागरिकता वंशजको हुन्छ भनेर तपाईँहरूलाई इक्वेल बनाइयो। त्यो वास्तवमा इक्वेल थिएन। त्यहाँनिर यति ठुलो ट्रिक भयो र त्यहाँ यहाँहरूले पनि सम्भवतः त्यो कुरातिर ध्यान दिनु भएन। मैले सिधै बुझ्नु भएन त मैले भन्न चाहिनँ। त्यहाँनिर ठुलो प्ले भयो। त्यो भइसकेपछि मैले अहिलेको संशोधनमा मैले यहाँहरूलाई प्रस्ताव गरेको संशोधनमा पनि के निवेदन टक्राएको छु भने जसको चाहिँ जो मान्छे जन्म हुँदा उहाँको बुवा आमाको वंशजको आधारमा नेपालको नागरिकता छ। एटलिस्ट त्यति भनिदिने बित्तिकै के हुन्छ भने त्यहाँ धेरै मान्छेहरू त्यहाँ प्युरिफाइड हुनुहुन्छ र त्यो एक्ज्याक्ट त्यसको कन्सेप्टमा जान्छौँ हामी। र त्यसपछि मैले अहिले कुरा गर्दै थिएँ नागरिकता ऐनको दफा 10मा को उपदफा 1 मा के राखियो भने कुनै नेपाली नागरिकता लिएको व्यक्तिले विदेशको पनि नागरिकता लियो भने नेपाली नागरिकता कायम रहने छैन भन्ने प्रोभिजन राखियो। त्यहाँनिर एकदमै हामी कन्सियस हुन के जरुरी छ भने कायम रहने छैन भनेको छ तर स्वतः खारेज हुनेछ भनेको छैन है। मैले यहाँलाई अनुरोध गरेँ त्यहाँ स्वतः खारेज संविधान त फन्डामेन्टल राइट्सले दिएको कुराहरू खारेजै हुँदैन सिद्धान्त त। तैपनि कहिलेकाहीँ कानुनले पनि के गरिदिन्छ भने खारेज हुनेछ भनेर भनिदिएको आधारमा खारेज भयो कि त भन्दा त्यो आफै नल एन्ड भोइड हुने होइन है। यहाँहरूले एकदमै त्यसलाई नोटिस गरौँ। त्यो कसरी खारेज हुन्छ भने मैले नेपालको नागरिक हुँदै विदेशको नागरिकता लिएँ। त्यो लिएको कारणले मैले चाहिँ अब म नेपालको नागरिकता क्यान्सल गर्न चाहन्छु, नेपालको नागरिकता सरेन्डर गर्न चाहन्छु, त्यहाँ गर्न चाहन्छु भनेर तपाईँले दफा 10 को उपदफा 2 बमोजिम निवेदन दिनुपर्छ तोकिएको अधिकारी समक्ष। त्यो निवेदन भइसकेपछि त्यसको ड्यू प्रोसेस पुरा भएपछि अनि त्यसपछि नागरिकताबाट हटाएको सूची प्रकाशित गर्छ नेपाल सरकारले है। त्यो सूची प्रकाशित गरेपछि मात्रै तपाईँ नेपाली नागरिक रहनुहुन्न जो वंशजको नागरिक हुनुहुन्थ्यो। यसको मतलब वंशजको नागरिकता तपाईँले भोलिन्टियरली त्यागे भन्दा अर्को अवस्थामा कुनै पनि अवस्थामा खारेज हुँदैन, स्टिल अहिलेको संविधान र अहिलेको कानुन अनुसार पनि। त्यो कारणले गर्दा मैले हजुरलाई के निवेदन टक्राएँ भने तपाईँहरूले अहिले पनि मैले के निवेदन टक्राएँ भने तपाईँहरूसँग जो वंशजको नागरिकता छ र त्यो वंशजको नागरिकता उपदफा 2 दफा 10 को उपदफा 2 बमोजिम तपाईँहरूले सरेन्डर गर्नु भएको छैन भने तपाईँ स्टिल नेपालको बोनाफाइड नागरिक हो। अब तपाईँ त्यो नागरिक हुँदै पनि फेरि मैले त भने तर तपाईँ नेपाल आउनुभयो भने भिसा लाएर आउनुपर्छ। नेपालको एडमिनिस्ट्रेटिभ ह्याजलहरू तपाईँ मालपोत जानुहोस्, तपाईँ जुनसुकै सरकारी कार्यालय जानुहोस्, तपाईँ ब्याङ्क जानुहोस्, तपाईँलाई इभन तपाईँको चाहिँ यो पर्मानेन्ट रेजिडेन्सी छ कि छैन भन्ने पनि अनावश्यक कुराहरू चाहिँ त्यो चाहिँ उसमा चाहिँ त्यो ब्याङ्कहरूमा चाहिँ केवाइसी फर्महरूमा पनि त्यो कुराहरू ह्याजल राखिएको हुन्छ। त्यो राखिएको त्यो वास्तवमा त्यो राखिसकेपछि तपाईँहरूलाई त्यो ह्याजल भयो। अब यसलाई हटाउनको लागि अहिले के छ भने एनआरएनए एक्टमा यो जुन परराष्ट्र मन्त्रालयले एउटा ड्राफ्टको वर्कआउट गरिरहेको छ भन्ने कुरा सुन्नमा आयो। त्यो आइसकेपछि मैले यहाँहरूलाई के निवेदन टक्राएँ भने अनि होइन हामीले पनि आफ्नो कन्सर्न जाहेर गर्नुपर्छ भनेर मलाई हाम्रो खास गरी वासुदेव सरले मलाई यो कुरा भन्नुभयो। र मैले के भन्यो भने एनआरएनए एक्ट चाहिँ परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार होला जसले तपाईँको यो जुन वंशजको नागरिकता खारेज गरेको होइन है। यो गैर आवासीय नेपाली सम्बन्धी ऐन 2064 छ नि त्यसले तपाईँको वंशजको नागरिकताको स्ट्याटस खारेज गरेको छैन। त्यसलाई खारेज कसले गर्यो भन्दा नागरिकता ऐन 2063 ले गर्यो। नागरिकता ऐन 2063 को दफा 10 को उपदफा 1 र 2 ले त्यो कुरा खारेज गर्यो। खारेज गरिसकेपछि तपाईँले चाहिँ कन्सर्न राख्नुपर्ने हिट गर्नुपर्ने कानुन त त्यो हो, नागरिकता ऐन 2063 हो। अब अहिले नागरिकता ऐन 2063 को संशोधनको लागि त परराष्ट्र मन्त्रालयले वर्कआउट गरेको छैन। खालि के को गरेको छ भने एनआरएनए एक्टको लागि गरेको छ। त्यसको सब्जेक्ट अहिले तपाईँहरू होइन।
तर पनि यद्यपि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग 2/3 मेजोरिटी ल्याएर चुनाव जितेको अवस्था छ। जेनजी मुभमेन्ट पछाडिको अवस्था छ। अनि नेपाललाई एकदमै धेरै चाहिँ सपोर्ट गर्नेहरू जो नेपालीहरू जो पेट्रियोटिक नेपालीहरू हुनुहुन्छ उहाँहरू खालि धेरै जसो विदेशमा हुनुहुन्छ अहिले। विदेशमा भइसकेपछि उहाँहरूकै बलमा पनि मलाई लाग्छ अहिलेको गभर्मेन्ट सत्तामा आउनुमा उहाँहरूको चाहिँ धेरै ठुलो भूमिका छ मेरो बुझाइ, मेरो आफ्नो अन्डरस्ट्यान्डिङ है। त्यो यद्यपि अब त्यसको गलत नहुन सक्छ। म सही छु जस्तो लाग्छ मलाई त्यसमा। त्यो भएको कारणले गर्दा अब अहिले नागरिकता ऐन 2063 को जुन सर्टेन क्लजेसहरू छन्, जुन क्लजले तपाईँहरूलाई नेपाली हुँदाहुँदै पनि नेपाली अनएक्सपायर्ड, अनकन्डिसनल सिटिजनसिपको सर्टिफिकेट हातमा हुँदाहुँदै पनि तपाईँहरूलाई विदेशी बनाएको छ। विदेशी पनि बरु म यहाँलाई कुरा गर्छु, तपाईँहरूलाई एउटा बरु कहिले नेपाली नभएको विदेशी नागरिक आउनुभयो भने बरु उहाँ पर्यटकलाई एउटा रेस्पेक्ट होला। तर तपाईँ जो नेपाली नागरिक हुनुहुन्छ र तपाईँले फरेन पासपोर्टमा आउनु भएको छ भने तपाईँहरूलाई त अभियुक्तको जस्तो व्यवहार हुन्छ। मेरो बुझाइ त्यस्तो लाग्छ। किनभने तपाईँहरूले त्यो इमिग्रेसनको डेस्कदेखि लिएर तपाईँहरूप्रति हेर्ने दृष्टिकोण र तपाईँहरूप्रतिको चाहिँ ट्रिटमेन्ट मलाई त्यो जस्तो लाग्छ। त्यो कारणले गर्दा अब यसको समाधान के त भन्दा यसको समाधान तपाईँहरूलाई भनेको नागरिकता गैर आवासीय नेपाली सम्बन्धी ऐन 2064 मा संशोधन गरेर तपाईँहरूको समस्या समाधान हुँदैन। तपाईँहरूको समस्या समाधान गर्न नागरिकता ऐन 2063 मा संशोधन गर्नुपर्छ। त्यो 63 मा संशोधन गर्दा मैले यो ड्राफ्ट पनि मैले यो उपलब्ध गराएको थिएँ। अहिले यो स्लाइडमा त त्यो ड्राफ्ट छैन। र त्यसमा जाँदाखेरि खास गरी के हो भने दफा 3 को उपदफा 1 मा चाहिँ वंशजको नागरिकता प्राप्ति भन्ने संशोधनमा चाहिँ के निवेदन मैले टक्राएँ भने उसको बुबा आमा पनि वंशजको नाताले नेपाली भएको भन्ने कुराहरू भन्ने बित्तिकै के हुन्छ भने त्यसले समाधान गर्छ र त्यसले एउटा न्यारो डाउन गर्छ। र त्योभन्दा बाँकी अरू 4 किसिमका किनभने नागरिकहरू चाहिँ के हुन्छन् भने एनआरएन ऐनको क्षेत्राधिकारीभित्र पर्नुहुन्छ। तपाईँहरू त्यसमा पर्नुहुन्न। त्यसमा नपर्नु भनेको मतलब के हो भने यो नागरिकता ऐन 2063 को दफा 10 को उपदफा 1 मा संशोधन गरेर त्यसमा के संशोधन गर्ने मैले प्रस्ताव गरेको छु भने त्यो कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिनुभयो भने त्यो उहाँको नेपाली नागरिकता कायम रहनु छैन भन्ने क्लजमा त्यसको अगाडि के थप्ने भने दफा 3 को उपदफा 1 अन्तर्गत भनेको त्यो संविधानको धारा मैले 11 को उपदफा 2 को क र ख निवेदन गरेँ नि हजुरहरूलाई। हो त्यो क्लजलाई नागरिकता ऐन 2063 को दफा 3 को उपदफा 1 ले एड्रेस गर्छ है। मैले हजुरलाई निवेदन टक्राएँ। हो त्यो उपदफा 1 मा अगाडि यो नागरिकता ऐन 2063 को चाहिँ दफा 3 को उपदफा 1 बमोजिम नागरिकता लिएका नागरिकहरू नेपाली नागरिक बाहेक भन्ने क्लज राखिदिने बित्तिकै तपाईँहरूको वंशजको नागरिकताको स्टाटस प्रोटेक्टेड भयो। एकदम नोट होस् है हजुरहरूलाई, त्यो गर्नुपर्छ। त्यसपछि यो उपदफा 2 मा जसलाई के भनिएको छ भने नागरिकता त्याग गर्ने भनिएको छ। त्यसरी लिएकोलाई कायम रहने नरहने प्रक्रियामा तपाईँ आफै भोलिन्टियरी छिर्नुपर्छ है। मैले बारम्बार रिपिट गरेको छु नि। त्यो आफै खारेज बन्ने होइन। जसरी तपाईँको पासपोर्ट एक्सपायर भएपछि रिन्यू नगरेपछि खारेज भयो नि एक्सपायर भएपछि। तर नागरिकता त्यसरी होइन है। मैले हजुरलाई धेरैचोटि अनुरोध गरेको छु। अनि त्यो कारणले गर्दा दफा 2 मा पनि दफा 10 को उपदफा 2 मा पनि के भन्नुपर्ने भयो भने त्यसको स्टार्टिङ क्लजमा के राख्नुपर्ने भयो भने त्यो जुन दफा 3 को उपदफा 1 बमोजिम नागरिकता लिएका नागरिकहरू बाहेक वंशजका नागरिक बाहेक भन्ने बित्तिकै तपाईँहरूलाई त्यसले प्रोटेक्ट गर्यो। त्यो दुईटा उपदफाहरूले तपाईँलाई प्रोटेक्ट गर्यो। त्यसपछि गएर दफा 10 कै उपदफा मलाई यो मैले यसमा गरिरहेको छैन। यो उपदफा 5 मा चाहिँ यो दफा नागरिकता ऐनको दफा 10 को नेपालको सरी म हजुरलाई यो नागरिकता ऐन मैले यसबाट हेरेँ। यो नागरिकता ऐनको चाहिँ तपाईँहरूलाई हेर्दाखेरि यो दफा 10 कै चाहिँ दफा 10 को पछाडि गएर उपदफा मलाई लाग्छ यो पछाडि गएर चाहिँ तोकिएको अधिकारीले चाहिँ त्यो नागरिकता बमोजिम के अरे नागरिकता छ कि छैन कुनै मान्छेको विदेशको नागरिकता भयो भने तोकिएको अधिकारीले निर्णय गर्छ भन्ने कुरोमा चाहिँ के छ भने यसमा चाहिँ त्यो दफा 3 1 बमोजिम लिएको वंशजको नागरिकलाई त्यो लागू हुने छैन भन्ने क्लज थपिदिने बित्तिकै तपाईँहरूलाई त्यसले पनि एकदम कन्फ्युज छ भने तपाईँहरूलाई त्यसले प्रोटेक्ट गर्यो। त्यसो भइसकेपछि अब मैले हजुरहरूलाई के निवेदन गरेँ भने त्यो संशोधन मैले त्यहाँ यहाँहरूलाई त्यो मैले टक्राएको पनि छु। त्यो संशोधन त्यो गरिसकेपछि अब चाहिँ तपाईँहरूलाई यो नागरिकताको चाहिँ प्रोटेक्सनको लागि यसको चाहिँ नागरिकता ऐन 2063 को दफा 10 को प्रोभिजन र अनि दफा 11 को प्रोभिजन दफा 11 को प्रोभिजनमा पनि हामीले अलिकति संशोधन गऱ्यौँ भने तपाईँहरूको प्रोटेक्टेड तपाईँहरूको स्टाटसहरू चाहिँ के हुन्छ भने तपाईँहरूको जुन फन्डामेन्टल राइट्स अन्तर्गत तपाईँहरूले प्राप्त गर्नुभएको छ त्यो प्राप्त गरेको कुराहरू चाहिँ प्रोटेक्टेड हुन्छ।
त्यो भइसकेपछि तपाईँहरूलाई के छ भने दफा 10को अब जस्तो यो दफा 10को उपदफा 4मा के व्यवस्था गरियो भने जसको तपाईँहरू वंशजको नागरिक हुनुहुन्छ, वंशज नागरिकको चाहिँ छोराछोरी जन्माउनु भयो भने उहाँहरूले त बर्थ राइट सिटिजनसिप पाउन सक्नुहुन्छ। त्यो बर्थ राइट सिटिजनसिप पाउनुभयो भने 16 वर्षको उमेर पुगेको 2 वर्षभित्र एउटा चुज गरेन भने नेपाली नागरिकता आफै खारेज हुनेछ भनिएको छ। अब त्यो त तपाईँहरूलाई त्यो त कस्तो अवस्था हो भने विविध कारणले ऊ मान्छे आउन सक्नु भएन। जस्तो उहाँहरूको त नागरिकता पाउने त फन्डामेन्टल राइट हो नि त। 2 वर्षभित्र कुनै कारणले आउन सक्नु भएन। सपोज एक्सिडेन्टमा पर्नुभयो, ल सपोज एक्सिडेन्टमा पर्नुभयो, सपोज कुनै कारणले लिगल ह्याजलमा पर्नुभयो, कुनै कारणले नेपाल आउन पाउनु भएन भने उहाँले आउँदाखेरि के भने त्यो नागरिकता त स्वतः खारेज हुने त होइन, एउटा नागरिकता पाउने बोनाफाइड स्टाटस त हो। त्यो यति गलत छ। त्यसमा पनि दफा 3को उपदफा 1 बमोजिमको वंशजको नागरिकको सन्तानलाई यो लागू हुने छैन भनेर त्यो क्लज एउटा राखिदिनुपर्छ। त्यति राखिसकेपछि अब दफा 10को उपदफा 5मा नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता लिएको छ कि छैन भन्ने कुरा चाहिँ तोकिएको अधिकारले निर्णय गर्छ भन्ने कुरामा पनि त्यसमा चाहिँ एउटा प्रोभिजो थपेर के गर्नुपर्छ भने दफा 3को उपदफा 1 बमोजिमको नागरिकको हकमा यो लागू हुने छैन भन्ने बित्तिकै तपाईँहरूलाई यो कानुनले तपाईँहरूलाई यसले छुँदैन र तपाईँहरूलाई के छ भने ब्याक टु संवैधानिक स्टाटसमा जुन धारा 11को उपधारा 2को क र खको स्टाटसमा ब्याक लैजान्छ। त्यो लैसकेपछि यो नेपाली नागरिकता कायम हुने भनेर 11मा छ नि, दफा 11मा नागरिकता ऐनको 2063को दफा 11मा अब तपाईँले चाहिँ नेपाली नागरिकता चाहिँ लिएर यो चाहिँ प्रमाणित हुन आएमा त्यस्तो नागरिकता प्रमाणपत्र रद्द गर्नेछ भन्छ नि। अब झुटो विवरणली भनेको के भन्न खोज्यो भने अब कसैले कस्तो रह्यो भने त्यहाँ मेरो जस्तो तपाईँहरू कसैले विदेशको नागरिकता लिनुभयो, छोराछोरीहरूले यहाँ नागरिकताको फर्म भर्न आउनुभयो भने अनि मेरो बुवा आमाको त विदेशको नागरिकता छैन भनेर त्यहाँ टिक नलगाइकन तपाईँको फर्मै एक्सेप्ट गर्दैन। अब फर्म तलको त्यो नागरिकताको फाँटबाटै एक्सेप्ट हुँदैन, त्यो प्रशासनिक रूपमै एक्सेप्ट हुँदैन। अब तपाईँहरूले पाउने त अवस्था रहँदैन। अनि कसैले त्यो कुरा ढाँटेको भन्ने भयो भने त्यहाँ लिएर गएर सजायको 2 वर्षसम्म कैद हुने सजाय पनि लिएर गएर गर्ने अवस्थाहरू यो नागरिकता ऐनले छ 3 वर्षसम्म। त्यो भइसकेपछि अब यो क्लजमा पनि के गर्ने भने दफा 3को उपदफा 1 बमोजिमको वंशजको नागरिकको हकमा यो लागू हुने छैन भन्ने क्लज राख्ने बित्तिकै त्यसले यसलाई छुँदैन। त्यो नछोइसकेपछि अब दफा 13मा के व्यवस्था गर्ने, दोहोरो नागरिकता प्रमाणपत्र लिन नहुने भनेर यो भन्न चाहिँ नेपालको नागरिकले लाई 2टा नागरिकता लिन हुँदैन भने हो। तर यसमा चाहिँ कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन भन्ने क्लजमा एकभन्दा बढी नेपाली नागरिकताको प्रमाणपत्र लिन हुँदैन भन्ने बित्तिकै यसलाई चाहिँ के गर्यो भने त्यसलाई प्रोटेक्ट गर्यो। अब मैले यहाँहरूलाई के निवेदन दिएँ भने के टक्राएँ भने मैले यहाँहरूलाई अब यो कुराहरू यति संशोधन गर्ने हो भने तपाईँहरूको दोहोरो नागरिकताको प्रश्न होइन, तपाईँहरूले विदेशमा कहीँ नागरिकता लिनुभयो भने त्यहाँको लिगल जुरिस्डिक्सन भनेको त्यहाँ लिएको आधारमा नेपालको क्षेत्राधिकार त्यहाँ लागू भएर नेपालले त्यो लिएको आधारमा नेपालको नागरिकता खारेज गर्नु भनेको त्यो चाहिँ संवैधानिक अधिकार विरुद्ध फन्डामेन्टल राइट्स विरुद्धको कदम हो। मैले के निवेदन टक्राएँ भने कुनै नेपाली नागरिक विदेश घुम्न गएर त्यहाँ कुनै फौजदारी कानुनको विषयवस्तु बन्नुभयो, त्यहाँ कुनै क्राइम गर्नुभयो भने त त्यहाँ नै सजाय पाउनुहुन्छ। तर उहाँले त्यहाँ सजाय पाउनु भएन, नेपाललाई असर नपर्ने। सपोज मैले एउटा सामान्य उदाहरण दिन चाहेँ, त्यहाँ कुनै ट्राफिक एक्सिडेन्ट गरेर मान्छे मार्नुभयो कसैले, तर त्यहाँ पक्राउ पर्नु भएन नेपाली टुरिस्टले। फर्केर नेपाल आउनुभयो भने नेपाल सरकारले तपाईँले फलानु देशमा हुँदाखेरि ट्राफिक एक्सिडेन्ट गरेर मान्छे मार्नु भएको थियो, त्यहाँ तपाईँ पक्राउ पर्नु भएन, बचेर आउनुभयो, म यहाँ कारवाही गर्छु भन्न पाइन्छ? पाइँदैन, किनभने त्यो त्यही मुलुकको कानुनको विषय हुन्छ। त्यस्तै अब यहाँहरूले नेपालको नागरिकताबाट गइसकेपछि त्यो देशको कानुनले नेपाली नागरिकता त्याग्नुपर्छ भनेर व्यवस्था गरेन। नेपालको नागरिकताको बारेमा तपाईँहरूको बारेमा चासो नै दिएन र त्यहाँ नागरिकता दियो भने हाम्रो देशले के भन्यो भने होइन तिमीले त त्यो देशको नागरिकता लियौ त्यो कारणले नेपाली नागरिक होइन भन्नु कतिसम्मको अन्याय र कतिसम्म फन्डामेन्टल राइट्सको विरुद्धको कदम हो। त्यो कुराहरूमा हामी एकदमै सचेत हुनु जरुरी छ। त्यो कारणले गर्दाखेरि हो त्यो प्रोभिजनलाई के गर्नुपर्ने भयो भने यति संशोधन गर्ने हो भने यहाँहरूको वंशजको नागरिकता चाहिँ कायम रहन्छ। वंशजको नागरिकता कायम रहिसकेपछि तपाईँहरूले आएर चाहिँ के गर्नुपर्छ भने पासपोर्टहरू रिन्यू गर्न पाउने कुराहरू, पासपोर्ट होल्ड गर्न पाउने कुराहरू रहन्छ। पासपोर्ट होल्ड गरेपछि भिसा लिने प्रश्नै रहेन। त्यो प्रश्न नरहिसकेपछि तपाईँहरू वन्स नेपाली अलौच नेपाली भन्नेमा पर्नुहुन्छ। तर यसको लागि तपाईँहरूले आफ्नो किता क्लियर गर्नुपर्ने हुन्छ। त्यो किता क्लियर भनेको के हो भने एनआरएनएमा त नेपाली नागरिकता भएका मान्छे पनि विदेशी नागरिकता नलिएका पनि मेम्बर छन्। मैले अहिले पनि फेरि दोहोऱ्याउन चाहेँ। र त्यसपछि अर्को ड्युअल सिटिजनसिपको प्रोभिजन नभएका देशका मान्छे पनि त्यहाँ नागरिक छन्, त्यहाँ मेम्बर हुनुहुन्छ। कसैलाई ड्युअल नागरिक भए पनि होइन म नेपाली पासपोर्ट बोक्दा मेरो इज्जत जान्छ, म त अमेरिकन पासपोर्ट बेलायती पासपोर्ट बोक्छु भन्ने पनि निकै नेपालीहरू मैले भेटेको छु।
है, त्यस्ता नेपालीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई यसको आवश्यकता छैन। त्यो कारणले गर्दा मैले यहाँलाई के निवेदन गर्न चाहेँ भने हामी जस्तो म एउटा उदाहरण दिन चाहेँ, एउटा चाहिँ पेट्रोल डिजेलबाट चल्ने गाडी एकजना साथीसँग छ, अनि एकजना साथीसँग इभी गाडी छ भने हामीलाई त इभी गाडीलाई इलेक्ट्रिसिटी चार्जिङ स्टेसन खोज्नुपर्छ, उहाँले चाहिँ फ्युलको लागि चाहिँ ग्यास स्टेसन खोज्नुपर्छ। अनि हामीले के गर्यौँ भने सबैलाई हामीले के गर्यौँ भने ग्यास स्टेसनमा जा भन्यौँ क्या हामीले। हाम्रो अहिले भएको समस्या त्यही हो। हामीले आफूलाई हामी कुन कित्ताका हौँ भनेर हामीले छुट्याउन सकेनौँ, त्यो समस्या रह्यो। अनि अर्को मैले यहाँलाई एउटा सानो उदाहरण दिन चाहेँ, समय सायद मेरो कम छ कि जस्तो लागिरहेको छ। एउटा के उदाहरण दिन चाहेँ भने जस्तो त्यहाँ धारा 14 संविधानको धारा 14 ले के व्यवस्था गर्यो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा बसोबास गर्ने नेपाली बाहेक अन्य नेपालीहरूलाई चाहिँ यो चाहिँ एनआरएन नागरिकता दिइन्छ भनेर भन्यो। जस्तो त्यो भनेको कस्तो भने एउटा त मेरो संवैधानिक कानुनको पनि विद्यार्थी भएको नाताले कुनै पनि देशको संविधान भनेको त्यो देशको मूल कानुन हो। त्यो मूल कानुनमा सार्क भन्ने संस्थाको नाम राख्नु भनेको त्यो संस्था भोलि डिजल्भ हुन सक्छ, यो त क्षेत्रीय अर्गनाइजेसन हो। त्यो संस्था खारेज भयो भने पनि हाम्रो संविधान त संशोधन हुँदैन नि त्यति सजिलै, 2/3 चाहिन्छ नि। सपोज मैले भोलिका दिनमा सार्क भन्ने संस्था नै डिजल्भ भयो, फर्मल्ली खारेज भयो भने त्यो खारेज भएको संस्थाको नाम चाहिँ नेपालको संविधानमा रहिरहने हो, संशोधन गर्न त 2/3 चाहियो, सकिँदैन। भनेपछि त्यस्तो केटाकेटीपन पनि संविधानमा राखिएको छ। त्यस्तो त्यो मलाई त्यसलाई केटाकेटीपन भन्छु, त्यो कुनै एउटा जुरिस्टले भन्ने विषय होइन त्यो। र सार्क भन्ने राखिएको छ। अब सार्क भन्ने राख्दा मैले एउटा सिनेरियो मैले निवेदन टक्राएँ यहाँलाई। के सिनेरियो टक्राएँ भने ल एउटा कुनै एउटै प्यारेन्ट्सको 3 जना दाजुभाइ हुनुहुन्छ, दाजुभाइ दिदीबहिनी हुनुहुन्छ। 3 जना मध्ये एकजना के गर्नुभयो भने 3 जनाले एकैचोटि नेपाली नागरिकता लिनुभयो। 3 जनाको एकैचोटि उमेर पुग्यो होइन, वा एकैचोटि नागरिकता लिनुभयो। एकैचोटि नागरिकता लिइसकेपछि के गर्नुभयो भने चाहिँ एकजना मान्छे नेपाल बस्नुभयो, कहिले पनि विदेश जानु भएन। उहाँको हकमा त फुल फन्डामेन्टल राइट्स युज गरिरहनु भएको छ, समस्या रहेन। अर्को माइलो भाइ चाहिँ के गर्नुभयो भने इन्डिया बाहेकको 4 कन्ट्रीमा बस्नुभयो। मैले इन्डियालाई किन एक्सक्लुड गरेँ भने त्यहाँ ओपन बोर्डर छ क्या, त्यो कारणले मैले एक्सक्लुड गरेँ। जस्तो पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, मालदिप्स मध्ये कहीँ बस्नुभयो र उहाँले त्यहाँको नागरिकता लिनुभयो, ठिक छ। त्यहाँको मालदिप्सको नागरिकता लिनुभयो कसैले, फर इक्जाम्पल लिनुभयो, र अर्को भाइ क्यानाडा जानुभयो र क्यानाडाको नागरिकता लिनुभयो। अब रह्यो कुरा, मालदिप्समा नागरिक रहेको मान्छेलाई धारा 14 ले के भन्यो भने सार्क कन्ट्रीभित्र पार्यो। पारिएपछि उहाँले आएर फुल राइट इन्जोय गर्न पाउनुभयो नेपालमा आएर, है। उहाँले फुल राइट इन्जोय गर्न पाउनुभयो। तर कान्छो भाइ जो क्यानाडा जानु भएको छ, क्यानाडाको कान्छो भाइ आउनुभयो भने कहाँ तिमीले त विदेशी नागरिकता छ नि, तिमीले त कहाँ, तिमीले त यहाँ जग्गा किन्न नि पाउँदैनौ, तिमीले बिजनेस गर्न नि पाउँदैनौ, तिमीले कुनै प्रोफेसन गर्न पनि पाउँदैनौ, तिमी त भिसा लिएर आऊ भनेर भनियो। अब मैले यहाँहरूलाई एउटा क्वेसन के गरेँ भने अब रह्यो, ल तपाईँहरूलाई नेपालमा बसिरहेको भाइ भन्दा त सेकेन्ड अर्को चाहिँ तल्लो स्तरको बनाइयो। तर त्यही बराबरको चाहिँ मालदिप्समा बस्ने र मालदिप्सको नागरिकता लिने भाइ भन्दा पनि तपाईँलाई तल्लो पारियो भनेपछि मालदिप्समा बस्ने नागरिकता लिने चाहिँ नेपाली ओरिजिनको मान्छे भन्दा क्यानाडामा बस्ने नागरिकता लिने नेपाली ओरिजिनको मान्छे तल्लो हो त, यही भन्छ अन्तर्राष्ट्रिय कानुनले। यो त भन्दैन, यो त फन्डामेन्टल राइटले यो कुरा भन्दैन। यसको मतलब मैले कहाँ लगेर जोड्न चाहेँ भने वंशजको नागरिकताको अधिकार नेगेटिभ राइट हो, र यो नेगेटिभ राइटमा अनइक्वल ट्रिटमेन्ट बिफोर ल, कानुनको असमान विभेद गर्ने चाहिँ अधिकार राज्यलाई हुँदैन। त्यो विभेद मलाई गरिएको छ भन्ने कुरा तपाईँहरूले नबुझिकन तपाईँहरूले के गर्नुभयो भने मैले त विदेशको नागरिकता लिएँ, तपाईँहरूले आफ्नो वंशजको अनएक्सपायर्ड अनकन्डिसनल नागरिक भएको कुरा बिर्साउनु भयो, त्यसलाई पकेटमै राखिरहनु भयो। तपाईँ के भन्न आउनुभयो भने तपाईँलाई राज्यले मान्छेले त्यो ट्रिट गरेर भन्न म त विदेशी हो कि भन्ने भ्रममा पर्नुभयो। भ्रममा परेर मलाई नागरिकता चाहियो भन्न आउनुभयो। तपाईँ माग्न आउनुभयो, हकको रूपमा माग्न आउनुभयो, तपाईँ प्रिभिलेजको रूपमा। तर तपाईँ राइटको रूपमा इन्जोय गर्ने कुराहरूमा तपाईँहरूलाई याद रहेन। त्यो नरहेपछि अहिले राज्यले के गरिदियो भने तिमीलाई मैले कहिले राजनीतिक अधिकार नभएको, कहिले सांस्कृतिक अधिकार के भएको, कहिले भोटिङ राइट नभएको नागरिकता दिन्छु। अब त्यस्तो भोटिङ राइट नभएको जब तपाईँ सिटिजनसिप पाउनुहुन्छ तपाईँले फुल राइट इन्जोय गर्नुहुन्छ। सिटिजनसिपको कन्सेप्टै त्यही हो। तपाईँ कहाँ पर्मानेन्ट रेजिडेन्सी भयो भने तपाईँले भोटिङ राइट र चाहिँ गभर्मेन्ट जब भन्दा बाहेक त तपाईँले त सबै राइट इन्जोय गर्न पाउनुहुन्छ। यहाँ त त्यो पर्मानेन्ट रेजिडेन्सी भन्दा पनि चाहिँ कम खालको चाहिँ हामीलाई एनआरएनए सिटिजनसिप दियो, जसको भिसा लाउनुपर्छ भनेपछि कुनै देशको नागरिकलाई भिसा लाउनुपर्छ भनेर तपाईँले कुनै विदेशीलाई भन्नुभयो भने त्यो कति हास्यास्पद कुरा हुन्छ। त्यो खालको छ र हामी त्यही नागरिकतामा मलाई यति अधिकार र उति अधिकार भनेर फाइट गरिरहनु भएको छ। तपाईँहरू यदि बोनाफाइड वंशजको नागरिक भएको आफूलाई गर्व महसुस गर्नुहुन्छ र तपाईँहरूको नागरिकता एक्सपायर नभएको कुरामा कन्भिन्स हुनुहुन्छ भने तपाईँहरू एनआरएनए सिटिजनसिपको कितामा जाने नै होइन। तपाईँहरू धारा 10 धारा 11 को उपधारा 2 को करखको क्लज र नागरिकता ऐन 2010 2063 को दफा 3 को उपदफा 1 बमोजिमको नागरिक हो।
जसलाई यो दफा 10 को यो क्लजहरू मैले भने उपदफा 1, 2, 4 र 5 लागू हुँदैन र 11 पनि लागू हुँदैन र त्यहाँ भनेको कुरालाई अहिले हाम्रो अवस्थामा संशोधन गर्नु उपयुक्त हुन्छ र तपाईँहरूले त्यो एनआरएनए को त्यो एकदम ठुलो ग्रुपमा बाट माग्नुभयो भने कहिलेकाहीँ कस्तो हुन्छ भने मैले यहाँहरूलाई कुरा गर्दा खानेकुरो माग्दा पनि कहिलेकाहीँ कोही भेजिटेरियन हुन्छ, कोही नन भेजिटेरियन हुन्छ। अनि मान्छेको एउटै ग्रुपमा भएको मान्छेको चाहिँ त्यो माग त डिमान्ड त फरक हुन्छ भने तपाईँहरूले यसरी ग्रुपमा गर्नुभयो भने जस्तो त्यो यो मागले कुनै सार्थकता पाउँदैन। तपाईँहरू आफू जुन फर्स्ट क्लास सिटिजनसिप हुनुहुन्छ, जो बोनाफाइड फन्डामेन्टल राइट्स क्यारी गर्नु भएको छ वंशजको नागरिकहरूले नम्बर 1, नम्बर 2 जसको चाहिँ ड्युअल सिटिजनसिपको व्यवस्था भएको कन्ट्रीमा बस्नु भएको छ त्यो नम्बर 2, नम्बर 3 जसले विदेशको नागरिकता लिने बेलामा, जसले सेकेन्ड नागरिकता लिने बेलामा भनौँ न, मैले विदेश पनि भन्न चाहिनँ, लिने बेलामा प्रिभियस नागरिकता खारेज गरेको, त्याग गरेको चाहिँ गर्नुपर्छ भन्ने बाध्यता छैन। हो त्यो देशमा तपाईँहरू बस्नु भएको छ र तपाईँहरू नेपाली पासपोर्ट बोक्नलाई गर्व गर्नुहुन्छ है। मेरो प्रश्न, नेपाली नागरिकता तपाईँले बोकिरहनु भएको छ, तपाईँ नेपाली पासपोर्ट बोक्न गर्व गर्नुहुन्छ, त्यो रिन्यू गर्न पाइरहनु भएको छैन। मेरो प्रश्न त्यति हो नि फेरि है। तपाईँलाई नागरिकता चाहिएको छैन नि, तपाईँहरूको नागरिकता खारेज भएको छैन। तपाईँहरूको प्रश्न भनेको तपाईँहरूको पासपोर्ट रिन्यू गर्न पाउनु भएको छैन। मेरो बुझाइ त्यति हो। तपाईँले पासपोर्ट रिन्यू गर्न पाउनुभयो र नेपाली पासपोर्ट क्यारी गर्न पाउनुभयो भने तपाईँ के गर्नुहुन्छ भने त्यहाँ विदेशबाट हिँड्ने बेलामा तपाईँ त्यो पासपोर्टमा जुन देशको छ त्यो पासपोर्टमा हिँड्नुहुन्छ अनि तपाईँ नेपाली पासपोर्ट सो गर्नुहुन्छ भिसा सोधेको खण्डमा नेपालमा आएर आनन्दले आफ्नो पासपोर्ट देखाउनुहुन्छ, जसरी ब्याङ्ककको नागरिकहरूले गर्छन्, जसरी अरू कन्ट्रीको नागरिकहरूले, थाइल्यान्डको नागरिकहरूले गर्छन्, अरू कन्ट्रीको नागरिकले गर्छन्, त्यो तपाईँ गर्न पाउनुहुन्छ। र तपाईँ जब नेपाली नै रहन पाउनुहुन्छ, तपाईँले अहिले हाम्रो डाक्टर प्रभातज्यूले भन्नुभएका लगानीका कुराहरू, रोजगारीका रेस्ट्रिक्सनहरू, त्यो कुनै राइटका कुराहरू, यस्ता कुराहरूमा तपाईँ फस्नु पर्दैन। अब रह्यो धारा 14 को नागरिकता कसलाई भन्ने प्रश्न आयो भने त्यो नागरिकता कसलाई भने जसले नागरिकता नेपालको नागरिकता वंशजको नागरिकता लिनु भएको छ र त्यो नागरिकता डिस्कन्टिन्युड भइसकेको छ, जेनेरेसन ग्याप भइसकेको छ। मेरो निवेदन है, जेनेरेसन ग्याप भइसकेको छ र अर्को बिचमा जेनेरेसन डिस्कन्टिन्यू भइसकेपछि तपाईँ रिकनेक्ट गर्न खोज्दै हुनुहुन्छ, हो त्यसको लागि धारा 14 को नागरिकता हो। तर तपाईँको डिस्कन्टिन्युड छैन र तपाईँ नेपाली नागरिक बोक्नुभएका मान्छेकोहरूको विदेशमा बस्दाखेरि छोराछोरी जन्मनु भएको छ, त्यो छोराछोरीहरू उमेर पुग्नु भएको छ र नेपालै आउनु भएको छैन भने पनि उहाँहरू आएर वंशजको नाताले त्यो त्यो त्यसमा चाहिँ आफू जोडिन सक्नुहुन्छ। त्यो चाहिँ तपाईँलाई नागरिकता ऐनको दफा 3 को उपदफा 1 ले तपाईँलाई त्यो प्रोभिजन दिन्छ। त्यो कारणले मैले यति क्लियर गर्न, यदि मैले क्लियर गर्न सकेँ यहाँहरूलाई, मैले जानेको, मैले अहिलेसम्मको मेरो 33 इयर्सको लिगल करियरमा मैले बुझेको रहेछु। मैले 11 वर्ष न्यायाधीश बन्दा पनि यो कुरो राम्रोसँग बुझेको रहेछु। मैले कन्स्टिट्युसनल ल लिएर एलएलएम गर्दा पनि मैले यो कुरा बुझेको रहेछु भने मेरो तपाईँहरूलाई भएको सोल्युसन के हो भने राज्यलाई तपाईँहरूले के भन्नुपर्छ भने अब आएर भन्दा हामीलाई एनआरएनए एक्टसँग हाम्रो सरकार छैन। एनआरएनए एक्ट जे बनाउनुहुन्छ त्यसको सब्जेक्ट अरू नै हुनुहुन्छ। एनआरएनए भन्ने संस्थाले त्यसको डिल गरोस् है, किनभने एनआरएनए भन्ने संस्थाले पहिला यो एनआरएनए नागरिकता लिएर उहाँहरूलाई एउटा हामी के भन्छौँ भने स्टोपेल भन्छौँ क्या, एउटा विबन्धनको सिद्धान्त भन्छौँ। पहिला हामीलाई थोरै थोरै अधिकार भएको भए पनि सर्टिफिकेट पाए हुन्छ भनेर तपाईँले आफ्नो वंशजको नागरिकता त्याग गरेर एनआरएनए नागरिकता लिनुभयो। यसको मतलब तपाईँसँग सुन थियो, तपाईँलाई सुन त्याग गरेर तपाईँलाई पित्तल भिराइयो र तपाईँ खुसी खुसी सुन त्याग गर्नुभयो। तर तपाईँले अब के बुझ्नुभयो भने त्यो पित्तल रहेछ भन्ने बुझ्नुभयो है। अब तपाईँलाई त्यो भोलिन्टियरली राज्यले कानुन बनाएर तपाईँहरूलाई ट्रिकमा पारेर त्यो गर्यो। त्यो गरिसकेपछि मैले अब अनुरोध के गरेँ भने जो मान्छे फर्स्ट अहिलेको पहिलो चरणमा जो मान्छेले वंशजको नागरिकता त्याग गर्नु भएको छैन, दफा 10 को उपदफा 2 बमोजिम, त्यो मान्छेहरूले चाहिँ के गर्नु पर्यो भने पहिलो नम्बरमा यी धाराहरू, हामी त नेपालको सिटिजन हो, हामीसँग नेगेटिभ राइट छ। नेगेटिभ राइट भनेको हाम्रो फन्डामेन्टल राइट छ, हामीसँग नैसर्गिक अधिकार छ, मौलिक अधिकार छ। यसलाई बन्देज गर्ने गरी कानुन बनाउन यो संयुक्त राष्ट्रसङ्घको घोषणापत्र, यो युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्सले पनि त्यो रोकेको छ। मैले यहाँ त्यो कुरा उल्लेख गरेको छु र आइसिसी पिआरले पनि रोकेको छ र नेपाल त्यसको पार्टी छ। नेपाल त्यसको पार्टी भएको हुनाले नेपाल त्यसमा बााउन्ड छ। त्यो कारणले गर्दा संविधान ड्राफ्ट गर्ने बेलामा अब को प्रोफेसनलहरूले ड्राफ्ट गर्नुभयो, त्यो ड्राफ्ट गर्दा एकदम ब्लन्डर छ संविधानमा। मैले यहाँहरूलाई धेरै कुराहरूमा संविधानमा ब्लन्डर भएको हेरेको छु। कतिसम्म अवस्थामा भने कोही मान्छे व्यक्तिगत इन्ट्रेस्ट पुरा गर्नको लागि पनि केही क्लजहरू संविधानमा राखिएको छ, यो तपाईँहरूको अहिले सब्जेक्ट भएन। र कोही मान्छेलाई न्यायाधीश नियुक्ति गर्न पनि संविधानमा छुट्टै धारा राखिएको छ। मैले त्यो पनि यहाँहरूलाई पछि कुनै बेला भनौँला। यस्तो खालको हाम्रो संविधान छ, यसमा प्रोफेसनलिजम छैन नागरिकता ड्राफ्ट गर्दाखेरि। त्यो कारणले गर्दा यहाँसम्म पनि त्यही एरर भएको हो र त्यसमा पछाडि गएर यो पर्मानेन्ट रेजिडेन्ट लिनेहरूलाई पनि के छ भने जागिर खान नपाउने भन्ने व्यवस्था छ।
3 महिना त्यागेको 3 महिना हुनुपर्छ भनेको छ। तर अहिले नेपाल गभर्मेन्टले अहिले ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ अहिले सुरुका 3 वर्ष कि कति वर्ष 5 वर्ष चाहिँ त्यो लागू हुने छैन भनेर पनि एक्सक्लुड गरेको अवस्था छ। र मैले यसमा अहिले के भन्न चाहेँ नि, प्रभास सरले अहिले यो कुरा उठाउनु भएको थियो। यो वंशजको नागरिकहरूलाई चाहिँ राष्ट्रपति हुने, प्रधानमन्त्री हुने, संविधान निकायको प्रमुख हुने, प्रधान न्यायाधीश हुने राइट छ, र अरू तलको जन्मको आधारको नागरिकहरूलाई र त्यो अरू क्याटेगोरीकोलाई छैन। तपाईँहरू त त्यो ग्रेडको हैसियत बोकेको चाहिँ वंशजको नागरिक हो नि। तर तपाईँको जब वंशजको नागरिकता तपाईँको कन्टिन्यू हुन्छ, वंशजको नागरिकतामा कन्टिन्यू छ, तर तपाईँहरूलाई प्रशासनिक हेजल क्रिएट गरिँदैन। त्यो सर्टेन दफाहरू अहिले मैले भनेको संशोधन गरेर, त्यो संशोधन गर्ने बित्तिकै तपाईँहरू एज युजल तपाईँहरू जसरी पहिला नेपालको पासपोर्टमा ट्राभल गर्नुहुन्थ्यो त्यसरी नै ट्राभल गर्न पाउनुहुन्छ। र तपाईँको माग भनेको यो हुनुपर्छ मेरो बुझाइमा। र तपाईँहरूले अहिले परराष्ट्र मन्त्रालय मार्फत तपाईँहरूले के गर्नुभयो भने, यो कुरा माग्नुभयो भने सिधै तपाईँहरूले आएर प्रधानमन्त्रीज्यूलाई भेट्नुभयो भने पनि तपाईँहरूले यो कुरा क्लेम गर्नुहोस्। तपाईँहरूले राष्ट्रसभाको सभापतिज्यूलाई भेट्नुभयो भने पनि यो कुरा क्लेम गर्नुहोस्। तपाईँहरूले ल मेकरहरूलाई भेट्नुभयो पनि यो कुरा क्लेम गर्नुहोस्। र तपाईँहरूले परराष्ट्र मन्त्रीज्यूलाई भेट्नुभयो भने पनि, परराष्ट्र मन्त्रीज्यू हाम्रो सब्जेक्ट भनेको नागरिकता ऐन 2063 भएको संशोधन हो, त्यसमा हामीले संशोधन चाहिन्छ। त्यो संशोधन चाहिँ गृह मन्त्रालय अन्तर्गत हो है। फेरि त्यो संशोधन चाहिँ त्यो ऐन चाहिँ गृह मन्त्रालय, किन इमिग्रेसनको विषय छ नि त त्यो। किनभने परराष्ट्रले तपाईँलाई भिसा दिए पनि इमिग्रेसनले एन्टर गर्न दिँदैन, त्यो तपाईँहरूलाई जानकारी छ नि। कुनै देशको भिसा तपाईँको फरेन मिनिस्ट्रीले भिसा दियो, एम्बेसीले भिसा दियो भने त्यो देशको इमिग्रेसनले रोकिदिन सक्छ। त्यो कारणले यो भिसा जारी गर्ने परराष्ट्र मन्त्रालय भन्दा इमिग्रेसन होल्ड गर्ने गृह मन्त्रालय, इन्टरनल अफेयर मन्त्रालय पावरफुल हुन्छ। मैले यहाँलाई अनुरोध टक्राएँ। त्यो कारणले गर्दा यो ऐन चाहिँ गृह मन्त्रालयले गर्नुपर्छ, र राइट नाउ चाहिँ प्रधानमन्त्रीज्यूले नै गृह मन्त्रालय लिनु भएको छ। त्यो कारणले गर्दा यो संशोधन, मैले यो संशोधन सार्वजनिक गर्नुभए पनि हुन्छ। मैले हाम्रो वासुदेव सरलाई पनि यो अनुरोध गरेँ, टङ्कजीलाई पनि अनुरोध गरेँ, र तपाईँहरू विनीत सरलाई पनि अनुरोध गरेँ। र त्यो संशोधन त्यति संशोधन हुने हो भने तपाईँ नेपाली नागरिकहरू शिर ठाडो पारेर म नेपालको गौरवपूर्ण तरिकाले म नेपालको नागरिक हो भनेर, तपाईँले अमेरिकामा बसे नि बेलायतमा बसे पनि जहाँ बसे पनि सी आई हेभ 2 पासपोर्ट्स, माई नेपाली पासपोर्ट एन्ड दिस पासपोर्ट, दिस कन्ट्रिज पासपोर्ट, आई एम होल्डिङ बोथ पासपोर्ट्स, बट आई लभ टु चाहिँ बिकम अ नेपाली सिटिजन भनेर तपाईँहरूले प्राउडली भन्न सक्नुहुन्छ। किनभने तपाईँ एउटा साइन्टिस्ट भएर अमेरिकामा बस्नुहुन्छ, एउटा साइन्टिस्ट भएर नासामा काम गर्नुभएको छ, एउटा साइन्टिस्ट भएर बेलायतमा काम गर्नुभएको छ भने, जस्तो अहिले डाक्टर कुमुद ढुङ्गेलको प्रश्न गर्नुभयो, उहाँलाई नेपाली पासपोर्ट पनि दिने हो भने कति प्राउडली भन्नुहुन्थ्यो होला, सी म त नेपाली नागरिक हो नि, म अस्ट्रेलियामा भए पनि हेर त मेरो नेपालको नागरिकता छ, यो त यस्तो नागरिकता हो। त्यो कारणले नेपालको नागरिकहरूलाई तिमीहरूले त बिना भिसा छिर्न दिनुपर्छ नि, म जस्ता देशको, म जन्मेको देशको नागरिक हो नि भनेर उहाँले त्यो पनि गरिदिन सक्नुहुन्थ्यो होला। उहाँ त हाम्रो एम्बेसडर हुन सक्नुहुन्थ्यो होला। तर हामीले के गर्यौँ भने यहाँ आएर मुटुको अपरेसन गर्छु भन्दा पनि तपाईँलाई छैन अनुमति भनेर भन्ने अवस्था रह्यो। त्यो कारणले यसको सोल्युसन भनेको मैले यहाँहरूलाई समाधान त्यो नागरिकता ऐनको संशोधनमा राखिदिएको छु। र त्यो संशोधन ए टु जेड हुने हो भने म तपाईँहरूको लागि एज अ लिगल एडभाइजर, एज एन एटोर्नी, म तपाईँहरूलाई अहिले मेरो हैसियत भनेको म न्यायाधीशबाट राजीनामा दिएको हुनाले म ब्याक टु म लिगल काउन्सिलरमा, लिगल म एटोर्नीमा छु। र तपाईँहरूले मलाई अलरेडी नै पनि एउटा एपोइन्टमेन्ट दिइसक्नु भएको छ हाम्रो लिगल रिप्रेजेन्टेटिभ भनेर। र तपाईँहरू कोही एउटा सर्कल, क्वालिटी सर्कल र कोही आउनुभयो भने नेपाल सरकारसँग डिबेट गर्न पर्यो यो विषयमा, र उहाँहरूलाई हाइलाइट गरिदिनु पर्यो। मैले केही कुराहरू गर्नु पर्यो भने म रेडी छु, जहिले पनि रेडी छु। र यो तपाईँहरूलाई के छ भने आफूसँग यो अधिकार भएर पनि तपाईँहरू झुक्किनु भएको छ। त्यो कारणले यो पाथमा लाग्नु होला। मेरो शुभकामना छ। धन्यवाद। सरी म यो काठमाडौँ बाहिर भएको हुनाले अलिकति टेक्निकल प्रब्लम भयो। धन्यवाद हजुरहरूलाई।